नमस्कार, म धनबहादुर थापा मगर। म यो रमाइलो टिमबाट आज चाहिँ घरै उपमहानगरपालिका अमापुर ग्रिन पार्कमा चाहिँ उपस्थित भइयो, रमाइलो गरियो, भिडियो बनाइयो, सुटिङ गरियो जे जस्तो भनी। अनि अरू के छ भनेपछि हामी चाहिँ को उपस्थित भयौँ भन्ने कुरामा यो छ कि हाम्रो चाहिँ गिरादेवी बिक नम्बर 1 मा चाहिँ हाम्रो चाहिँ वरिष्ठ कलाकार गायिका हुनुहुन्छ यहाँ। अर्को भावना महराजी हुनुहुन्छ, उहाँ पनि वरिष्ठ कलाकार हुनुहुन्छ। हाम्रो यो टिम कहिले छुट्ने छैन र सम्पूर्ण हजुरहरू दर्शकले हेर्नुहोला। के भन्छ, लाइक कमेन्ट सेयर गर्न नभुल्नुहोला भन्न चाहन्छु। धन्यवाद। बाँकी कुरा हेर्दै गर्नु होला। बाँकी कुरा गिरादेवी बिकबाट आउनेछ, 2-4 शब्द। नमस्ते सबैलाई। आज मलाई यहाँ यो रमाइलो टिमले यहाँसम्म एउटा आउने गाउने चान्स दिनुभएकोमा म अत्यन्तै खुसी छु। अब अलिअलि नाच्ने गाउने आफूले टिकटक बनाउने त सधैँ गरिरहेको थिएँ। अब आजभोलि मलाई जहाँ भयो भने जहाँ उहाँहरू जानुहुन्छ उहाँ मलाई बोलाउनुहुन्छ, लिउन जानुहुन्छ, छोड्न जानुहुन्छ। खुसी लाग्छ मलाई। सधैँभरि यस्तै माया पाऊँ र यस्तै 2टा शब्द राख्न पाऊँ भन्दै म बिदा हुन्छु। सम्पूर्णलाई नमस्कार। मेरो नाम चिन्नु भएको होला। मेरो नाम भावना महरा हो। म घोराई नेपाली हो। अनि यता जे भए पनि रोल्पादेखि छोडेर आएकोदेखि अलिकति परिवर्तन भएको छ। पहिला मेरो नाम पनि भन्न नसक्ने मान्छे हो। अहिले म गाउनसम्म पुगेँ। मैले 2टा एल्बम निकालेको छु, आमा रोडमा पनि खेलेको छु। हेर्नु भएकै होला, चिन्नु भएकै होला। सम्पूर्णले धेरै साथ सपोर्ट दिनुभएको छ, अझै पनि दिनुहुन्छ भन्ने आशा छ। अझै पनि अगाडि बढाउनुहुन्छ भन्ने धेरै ठुलो आशा राखेको छु। सबले साथ सपोर्ट दिँदा म यहाँसम्म पुगेको छु, अझै अगाडि बढ्छु भन्ने आशा छ। तर जति खुट्टा टान्नेले ताने पनि म पछाडि हट्ने छैन। उनीहरूले चाहिँ आफ्नो सबभन्दा कला र गला हो, आफ्नो संस्कार देखाउने हो। जसले रिस माने पनि रिस मान्नेलाई पछाडि नहेरेर अगाडि बढ्नेछु। म अगाडि पाइला फाल्नेछु, अझै अगाडि पाइला फाल्दैछु। हेर्दै जानु होला। अनि नराम्रो कमेन्ट नगरिदिनु होला, राम्रो कमेन्ट गरिदिनु होला। नराम्रो गर्नेलाई पाप लाग्ला, राम्रो गर्नेलाई धर्म लाग्ला। धर्म गरिदिनु होला। ल बाई बाई।